9-10 वर्ष अगाडि लेबर काम गर्न आएको थिएँ म फर्स्ट टाइम एसएलसी दिएर घर छोडेर। साथीहरु स्वागत छ है त आजको मेरो नयाँ भिडियोमा। अनि म चाहिँ रुमबाट निस्किसकेको छु। यहाँ ट्याक्सी यसो पुसपास गरेर बसिरहेको थिएँ, बाटोमा देख्न सक्नुहुन्छ। बाटो साइड लाएर यहाँनिर यसो ट्याक्कै मेरो गाडी चाहिँ अब ड्युटी जानुपर्ने हुन्छ। यहाँनिर बालुवाको डिपोमा चाहिँ म यस्तो छ गाडी भित्र लुक चाहिँ म्याटहरु यस्तो खालको भित्र देखाउनु पर्दाखेरि यस्तै छ गाडी। साथीहरु पुसपास गरेर चाहिँ म रेडी बनाइसके। अब चाहिँ म ड्युटी जानु पर्ने हुन्छ गाइजहरु। ल त अब कता कता पुगिन्छ। ल गाडी चाहिँ यस्तो देखेको छ ट्याक्कै। अब नधुको त धेरै भइसक्यो वाशिङमा लगेर, तर अब बिहानै पुसपास गर्ने त्यस्तै त हो नि। ल साथीहरु ड्युटी जानुपर्ने हुन्छ है। साथीहरु अहिले चाहिँ म यता भक्तपुर ठिमीतिर आएको छु। अनि ठ्याक्कै यहाँ चाहिँ मेरो धेरै पुरानो यादहरू जोडिएको छ क्या। अब आजभन्दा 9-10 वर्ष अगाडि एसएलसी दिएर काम गर्न आएको थिएँ म। अनि त्यो चाहिँ यतापट्टि छ टिभी हस्पिटल। अनि यहाँनिर अगाडि छ क्या भवन। म तपाईँहरूलाई देखाउने छु। हामीले काम गरेको भवन पनि कस्तो भयो होला चाहिँ आजसम्म 9-10 वर्ष अगाडि काम गरेको यादहरू जोडिएको छ साथीहरु। यहाँनिर यो चाहिँ हाइवे भइहाल्यो। अनि यहाँनिर हो क्या आजभन्दा 9-10 वर्ष अगाडि काम गरेको ठाउँ। जब कि म फर्स्ट टाइम एसएलसी दिएर आएको थिएँ साथीहरु। यही सेतो भवन हो। त्यतिखेर चाहिँ पुरै जिरोबाट स्टार्ट गरेको थियौँ हामीले। अहिले त पुरै कम्प्लिट भइसकेको रहेछ। यहाँनिर धेरै बसेँ। यहाँनिर पनि कति 3-4 महिना कति बसेँ। अनि यहीँबाट चाहिँ म काम छोडेर उता जेसीबी हेल्पर गर्नु गएँ। जेसीबी चलाएको पनि लगभग 5 वर्ष 6 वर्ष जेसीबी चलाइसकेपछि अनि अहिले चाहिँ ट्याक्सी चलाउनु थाल्यो साथीहरु। ठ्याक्कै यहीँनिर है त टिभी हस्पिटलकै भवन हो यो पनि हुन त यतापट्टि पनि। तर खै अब टिभी हस्पिटल चाहिँ उतापट्टि छ। यो पनि नयाँ भवन पुरानो भइसकेको रहेछ। आमामा 9-10 वर्ष अगाडि बनेको भवन। धेरै पुरानो यादहरू जोडेको छ साथीहरु। यहाँबाट चाहिँ यो भवनमा चाहिँ फर्स्ट टाइम एसएलसी दिएर काम गर्न आएको थिएँ घर छोडेर। अब कस्तो भयो होला त साथीहरु। अब ठ्याक्कै धेरै दिन अगाडि काम गरेको ठाउँमा आएपछि चाहिँ अलिक कस्तो कस्तो हुने रहेछ क्या। अब भनौँ न 9-10 वर्ष अगाडि लेबर काम गर्न आएको थिएँ म फर्स्ट टाइम एसएलसी दिएर घर छोडेर। कति दिनभरि काम गरेको, कति त्यही 400 रुपियाँ कि कति दिन्थ्यो त्यसमै खानुपर्ने। अनि लेबर कामदेखि सुरु भएको। त्यही भएर दुःख गर्नु चाहिँ छोड्नु हुँदैन, मेहनत गर्नु छोड्नु हुँदैन है साथीहरु। सुरुमा ल हेर्नु न म एसएलसी दिएर आउँदाखेरि कति 400 दिन्थ्यो दिनभरि काम गरेको। 11-12 घन्टा काम गरेको। दुःखसँग हार मान्नु हुँदैन, दुःख गर्दै जानुपर्छ। एक दिन न एक दिन चाहिँ राम्रो हुन्छ साथीहरु। अहिले पनि दुःख गरिराखेको छु है। अनि त्यही भएर तपाईहरु पनि दुःख गर्नुहोस्। एक दिन न एक दिन अवश्य सफल भइन्छ साथीहरु। हार नमान्नुहोस्। एकैचोटि ठुलो भाग नखोज्नु होला। त्यही छ है मेरो सल्लाह सुझाव साथीहरु। अब टिप खोज्नु पर्ने हुन्छ, काम पनि गर्नु पर्यो, भिडियो पनि बनाउनु पर्यो।